पहाडको एउटा सानो गाउँमा भीमबहादुर नामका मेहनती किसान बस्थे। उहाँको सबैभन्दा प्रिय बाली थियो छाउँ, पिरो अनि स्वादिलो डल्ले खोर्सानी। वाह, यस्तो राम्रो डल्ले खोर्सानी मैले कहिल्यै देखेको थिइनँ। तर गाउँकै अर्को किसान रमेशलाई यो सफलता मन परेन। तपाईलाई कस्तो महसुस हुँदैछ? के तपाईँ ठिक हुनुहुन्छ? मलाई ठिक छ, मलाई एक्लै जान दिनुहोस्। म त लडेछु। आऊ रमेश, घर जाउँ। तिमीलाई चोट लागेछ। धन्यवाद भीमबहादुर, चल्न गाह्रो भइरहेछ। मलाई माफ गर, मैले नराम्रो सोचेँ। त्यसो भए यतैबाट हिँडौँ। हस्, लौ, यता फल राम्रो छ। ईर्ष्याले होइन, माया र सहयोगले जीवन सफल बन्छ।